हेलो साथीहरू, आज चाहिँ हामी सुन्धारा हेर्न गएको थियौँ। घुम्न गएको थियौँ बुढाबुढी ऱ्यान्डमली त्यतिकै होइन। हामी चाहिँ खास बाहिर कामको लागि गएको थियौँ अनि हाम्रो चाहिँ ऱ्यान्डमली यत्तिकै हामी चाहिँ घुम्नलाई खास गयौँ अनि त्यसपछि 20 तला माथि रहेछ। यस्तो मेरो बुढा त यति होइन यति डराएको कि फोबिया के हाई फोबिया छ नि त उसलाई, माथिबाट हेर्न नमिल्ने। अनि यति राम्रो देखेको कि यो नेपालको हाम्रो आमामा यस्तो दामी देखेको कि मैले त अहिलेसम्म जन्मेदेखि मैले अब रियल धरारा त चढ्न पाइनँ। अनि मैले चाहिँ यही चढौँ न भनेर मेरो र बुढाको चाहिँ पहिलो पटक थियो। अनि हामी चाहिँ चढ्यौँ अनि त्यसपछि घुम्यौँ, रमाइलो भयो। तर साथीहरू लास्टमा गएर चाहिँ यति रिग्रेट भयो नि। खासै त्यस्तो माथि त केही थिएन, तर भ्यूहरू हेर्नलाई चाहिँ दामी मजा आउँदो रहेछ। अनि यो मेरो बुढा छैन, मेरो बुढा एकदमै उसको मात्रै फोटो खिच्नु पर्ने रे भनेर भगवान् उसको बाहेक मेरो त्यति फोटै छैन। मेरो त बल्ल यति मात्रै छ, मैले धेरै फोटै खिचेको छैन। अझ मेरो बुढाले मलाई जे पाइ त्यही फोटो खिच्दैछ, म देखाउँछु है। अनि उसको चाहिँ यति फोटो खिचिदिएको छु जस अरूभन्दा नि भ्यूहरू यताउति हेर्नलाई चाहिँ दामी छ साथीहरू। एकचोटि हजुरहरू पनि जानु, कतिजना त गइसक्नु भयो होला। मेरो र बुढाको चाहिँ पहिलोचोटि हो, जस हामीलाई चाहिँ डर लागि भए पनि गएको नि त। अनि अब मेरो बुढालाई त फोटो धेरै खिच्नुपर्छ, सो उसकै धेरै फोटो छ अनि उसलाई नै धेरै खिचाइदिएको छु कि यसो भ्लग पनि गर्नु मिल्छ भनेर कि। एनिवेज हेर्नुहोस् त कस्तो दामी कि यस्तो दामी बनाएको छ नि। त्यो सबै यो सुन्धाराभित्रको हो कि जस दामी लाग्यो। बालेनजीले भन्नुहुन्छ नि, बालेन दाइले व्हाइट टावर त्यही हो, व्हाइट टावर जस्तै हो सेम। अनि जस रमाइलो भयो, राम्रै छ। अरू के भन्नु, त्यही हो। अनि मैले त भन्नै बिर्सेको हजुरहरूलाई, पार्किङ लागि चाहिँ एकदमै असुविधा नै भयो है। टु मच चाहिँ भयो। एक ठाउँमा के अरे रोक अनि अर्को ठाउँबाट हिँडेर एक्जिट जाऊ के, टु मच चाहिँ भएन भनेको। अनि यति रिस उठ्दो के। अनि मलाई चाहिँ है यो पुरानो धरारा देखेर कस्तो त्यो रुनै मन लाग्यो कि। जस्तो चाहिँ भए पनि अब भूकम्पमा त्यस्तो भएको हो नि त, मान्छेहरू कति बित्नुभयो के भयो, त्यस्तो रुनै मन लाग्यो कि मलाई चाहिँ। हामी चाहिँ धरारा होला नि यहाँ, धरारामा आइपुग्यो यत्रो वर्षपछि होइन। अनि हामी चाहिँ रमाइलो हुँदो रहेछ। 200 झाम भयो, त्यही हो साथी हो। केही छैन, 200 झाम, उसको 200 मेरो 200, 400 झाम।